विशिष्ट अतिथिज्यूहरू र यहाँ उपस्थित हुनुभएको विभिन्न सङ्गठन र बुद्धिजीवी परिषदका सदस्यज्यूहरू, सिराहा जिल्लाको बारेमा यदि कुरा गर्दाखेरि हामीलाई गर्व लाग्छ कि मध्य प्रदेश इन्चार्ज नेकपा एमालेका इन्चार्ज कमरेड लीला श्रेष्ठज्यूको नेतृत्वमा बहुत राम्रो यहाँको रिजल्ट आएछ र उहाँको डाइनामिक नेतृत्वमा आउने 84 पनि त्यस्तै पुरै प्रदेशमा हुन्छ भन्ने हामी आशा बोकेका छौँ र यहाँ पनि त्यही आशा लिएर हामी पनि उपस्थित भएका छौँ। यो बुद्धिजीवी परिषद भनेको अलिकति कस्तो भयो कि जनसङ्गठनमा 23वटा जनसङ्गठन छन्, नेकपा एमालेको, त्यसमा एउटा बुद्धिजीवी परिषद पनि छ भनेर हरेक ठाउँमा यो कुरा आइरहेछ। हामीले एउटा कुरा के बुझ्नु पर्यो कि एउटा प्राध्यापक हुनुहुन्छ, यसमा प्राध्यापक हुनुहुन्छ, यसमा डक्टरको इन्भल्भमेन्ट हुन्छ, इन्जिनियरको इन्भल्भमेन्ट हुन्छ, सारा पेशागत मान्छेहरूको यसमा इन्भल्भमेन्ट हुन्छ, पढे लेखेको मान्छेहरूको यो सङ्गठन हो। तर यो अलिक भिन्न खालको सङ्गठन हुन गयो। जसरी प्राध्यापकहरूको एउटा समस्या हुन्छ, एक किसिमको उनीहरूको समस्या, एक किसिमको उनीहरूको सोसाइटी, एक किसिमको उनीहरूको हरेक व्यवस्था एक किसिमको हुन्छ। एक ठाउँमा बस्दाखेरि प्राध्यापकको कस्तो छ, त्यहाँको प्राध्यापकको के समस्या छ, त्यो स्कुलको प्राध्यापकको के समस्या छ भनेर कुरा गर्ने एउटा पेशागत टपिक हुन्छ। डक्टरहरू बस्दाखेरि पनि त्यस्तै हुन्छ, इन्जिनियरहरू बस्दा पनि त्यही कुरा आउँछ। भनाइको मतलब आफ्नो पेशागत प्रोफेसनल समस्याहरूलाई पनि हामी यो मञ्चमा ल्याएर सल्भ गर्ने प्रयास गर्छौँ। तर बुद्धिजीवी भनेको एकजना वकिलबाट आउनुहुन्छ, एकजना इन्जिनियर, एकजना डक्टर, एकजना प्राध्यापक, एकजना टिचर, सबैजना एक ठाउँमा बस्यो भने हाम्रो आफ्नो कुनै कुरै हुँदैन। प्रोफेसनल कुरा त गाह्रो छ हुन। यो सबै जमात, सबै विभिन्न खालको जमातहरू एक ठाउँमा बसेपछि कुरा के हुन्छ भने सेन्टर हुन्छ, सेन्टरमा कुराको सेन्टरमा हुन्छ नेकपा एमाले, अरू कुरै हुँदैन। त्यसकारण यो अरू जनसङ्गठनभन्दा अलिकति भिन्न छ। केन्द्रमा हामी हेर्छौँ कि हामीहरूको केन्द्रमा धेरै किसिमको सरकारसँग हाम्रो सहकार्य हुन्छ। यो जिल्ला लेभलमा यो हरेक ठाउँमा म यो प्रदेशको इन्चार्ज पनि भएर अरू जिल्लामा पनि म गएछु, जान्छु। यस जिल्लामा म पहिलाचोटि आएछु, यहाँ त्यस किसिमको कार्यक्रम नै भएन र अरू जिल्लामा कार्यक्रमहरू हुन्छ, त्यसमा म गइ पनि रहन्छु। अनि के हेर्छु कि जिल्लामा कोअर्डिनेसन पार्टीसँग अलिक कम भएछ। केन्द्रमा हामीहरूको घोषणापत्र बनाउने बेलामा हाम्रो इन्भल्भमेन्टमा घोषणापत्रको बेस बन्छ, हामी दिन्छौँ, त्यसपछि पार्टी नेतृत्वहरू बसेर त्यसमा छलफल गरेर त्यसमा केही घटाउने केही बढाउने गर्नुहुन्छ, तर बेस बनाएर हामीले दिएका हुन्छौँ। नीति आयोग प्रदेशको भयो, योजना आयोगमा अहिले पनि हाम्रो नेपाल बुद्धिजीवी परिषदका सचिवालय सदस्य अहिले भाइस चेयरम्यान बन्नुभएको छ। योजना आयोगको 3-4वटा सदस्यहरू नेपाल बुद्धिजीवी परिषदबाट जानुभएको छ। त यो हाम्रो कम्बाइन्ड एउटा यस्तो एप्रोच हो जसले देशकै नीति तय गर्छ। नेपाल बुद्धिजीवी परिषदको केन्द्रको जुन सहकार्य छ पार्टीसँग, त्यो यस किसिमको छ। त्यो काम हामीले जिल्लामा किन गर्न सकिरहेको छैन, यो एउटा ठुलो क्वेसन हो। किनभने हामीले घोषणापत्र बनाउँदाखेरि त्यहाँबाट के घोषणापत्र आयो कि घोषणापत्र पुरै देशको लागि एउटा बन्यो कि हामीले के, हाम्रो एमालेको के नीति हुन्छ, के कस्तो हुन्छ। तर सबै त्यसमा हुम्ला जुम्लादेखि लिएर यो सिराहासम्मको कुरा आयो। स्थानीयले पनि आफ्नो घोषणापत्र बनाउनुपर्छ र त्यहाँको बुद्धिजीवीहरूले त्यसमा आफ्नो भूमिका खेल्नुपर्छ। तर त्यो भूमिका आएन यहाँ। मैले यो मध्य प्रदेशमा देखेन, अरू प्रदेशमा होला, तर मध्य प्रदेशमा यो ल्याकिङ भयो।